हेलो साथीहरू, के छ हालखबर? हजुरहरूले चाकु बनाउनु भयो त? माघे सङ्क्रान्ति पनि आइसक्यो। म चाहिँ आज चाकु बनाउन जाँदैछु। हजुरहरूलाई मिठो क्रन्ची चाकु बनाउन आउँदैन भने मेरो रेसिपी हेरेर बनाउन सक्नुहुनेछ। सुरुमा मैले सक्खरलाई मसिनो गरी काटेर थोरै पानी राखेर पगाल्नको लागि राखिसकेको छु। अनि मैले थोरै अदुवाको टुक्रा पनि राखेको छु। अनि हामीले सक्खर पग्लिसकेपछि छान्नुपर्छ। यसमा फोहोरहरू हुन्छ। छानेर अर्को भाँडामा बिस्तारै चलाउँदै पकाउँदैछु। हिट चाहिँ मिडियम हुनुपर्छ। अनि मैले 1 चम्चा घिउ पनि राखे। सक्खरलाई चाहिँ हामीले चलाउँदै पकाउनु पर्छ। हेर्नुहोस् त सक्खर बाक्लो हुँदै गएको छ। मैले चाहिँ सक्खरलाई पाक्यो कि पाकेन भनेर पानीमा थोरै राखेर सक्खर हल्का डल्लो पर्यो भने चाहिँ सक्खर पाक्यो भन्ने जानिन्छ। म चाहिँ जहिले पनि यसरी नै चेक गर्छु। अनि मैले यसमा भुटेको बदामलाई बोक्रा छोडाएर राखेको छु। नरिवल पनि सानो सानो पिसमा काटेर राखेको छु। मैले यसमा ल्वाङ, सुकमेल र मरिचको धुलोलाई पनि राखेको छु। यसले स्वाद पनि बढाउँछ, जाडोमा एकदम राम्रो गर्छ। मैले थोरै कोरेको नरिवल र सेतो तिल पनि राखेको छु। अब यसलाई मजाले एकछिन पकाउनु पर्छ। अनि हल्का कलर चेन्ज भइसकेपछि पाक्यो भन्ने थाहा हुन्छ। नभए यसरी पानीमा राखेर खर चाहिँ क्रन्ची हुनुपर्छ के, निकाल्दाखेरि यस्तो भाँचिने हुनुपर्छ। यो अझ रेडी भएको छैन, तन्किरहेको छ। चाकु त हामीले जाडो महिनामा जहिले पनि बनाएर खान सक्छौँ। तर यो माघे सङ्क्रान्तिमा खाने चलन चाहिँ पहिलेदेखि चलिआएको छ। मैले यता एउटा प्लेटमा र सानो बटुकामा घिउ दलेर राखिसकेको छु। अब पाक्यो। अब यसलाई खन्याउँछु है त। हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्दैछ प्लिज प्रतिक्रिया दिन नबिर्सिनु होला। हाम्रो च्यानल सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला। मैले चाहिँ गार्निसिङको लागि कोरेको नरिवल अनि थोरै सेतो तिल युज गरेको छु र नरिवललाई पनि लामो लामो गरेर काटेर राखेको छु। हेर्नुहोस् त कस्तो राम्रो देखियो हाम्रो चाकु। अब यसलाई हामी भोलि बिहान मात्रै हेर्छौँ कस्तो हुन्छ। अहिले बेलुकामा बनाउँदैछु। चाकु निकाल्दैछु। हेरौँ है त कस्तो भएछ। मैले चाहिँ पछाडि हिर्काएर निकालेको छु। र हेर्नुहोस् त कस्तो दामी देखिएको छ। यसरी एकदम मजाले सजिलैसँग फुटेको छ। एकदम क्रन्ची बनेको। हजुरहरू पनि यस्तै चाकु बनाएर इन्जोय गर्नु होला।